हामी अहिले यो देशको अन्यल अवस्थामा चाहिँ अब के हुन्छ होला, भोलि के हुन्छ होला भन्ने चाहिँ अन्यलता छाएको छ यो देशमा। र भन्नुपर्दाखेरि के अहिलेको सरकार चाहिँ यो सरकारले हाम्रो पार्टीले उठाएको एजेन्डा पुरा गर्न सक्ला, अथवा चाहिँ यो सरकारले संहिता खारेज गर्दै हाम्रो देशमा हाम्रो देश नेपाललाई चाहिँ हिन्दू अधिराज्य बनाउन सक्ला, के यो सरकारले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चाहिँ निर्वाचन गराउने निर्णय गर्न सक्ला, अथवा यो त धेरै बृहत ठुलो चाहिँ मुद्दा भयो। यो भन्दा पनि अझै सानै मुद्दाको कुरा गरौँ, के यस सरकारले यो अहिले चाहिँ जतिजना हाम्रो 74 जना हाम्रो जेन्जी आन्दोलनमा चाहिँ मारिएका भन्दा पनि अझ म त यसले हत्या गरेको भन्न चाहन्छु। यस हत्यामा जो सरिक हुनुहुन्छ उहाँहरूलाई चाहिँ के कारबाही गर्ने हिम्मत गर्न सक्ला, के छानबिनको दायरामा ल्याउन सक्ला, तपाईँहरूलाई के लाग्छ? तर मलाई त्यस्तो लाग्दैन। हाम्रो मुख्य मुद्दा चाहिँ यो सरकारले छुनै सकेको छैन। त्यसैले म के भन्न चाहन्छु भने यो सरकारलाई हामीले समर्थन गर्ने वा हामीले विरोध गर्ने भन्दा पनि अब चाहिँ फागुन 21 गतेको निर्वाचन ठोकिसकेको छ यो सरकारले, र हामी अहिले चाहिँ मौन बस्दै पर्खर हेरेको अवस्था पनि छैन। अनुरोध गर्न चाहन्छु भने उक्त 21 गतेको निर्वाचनमा हाम्रो माननीयज्यूको स्थानलाई हामीले बचाउने कि नबचाउने, त्यो बचाउने दायित्व र जिम्मेवारी अहिले अब फेरि हाम्रो काँधमा आएको छ। त्यसैले म फेरि पनि अनुरोध गर्न चाहन्छु कि हाम्रो यस मकवानपुर जिल्लाका राष्ट्रिय प्रजातन्त्र पार्टीका जति पनि कमिटीहरू, इकाइ कमिटी, गाउँ कमिटी अथवा पालिका कमिटी, जिल्ला कमिटी, क्षेत्र कमिटी, जति पनि कमिटी छन् र त्यसमा आबद्ध भएका हामी सदस्यहरू छौँ, अब हामी घरमा बसेर अथवा फेसबुकमा मात्रै स्ट्याटस हालेर चाहिँ आफ्नो विचार व्यक्त गर्नुभन्दा पनि गाउँ गाउँ छिर्ने प्रयास गरौँ, टोल टोल छिर्ने प्रयास गरौँ र प्रत्येकको घरमा छिरेर हाम्रो माननीयज्यूको स्थानलाई चाहिँ अझै अहिलेको भन्दा पनि माथि पुर्याउने कोसिस गरौँ।